Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ हामी जर्नलिजम एन्ड मास कम्युनिकेसन इलेक्टिभ सब्जेक्ट 410 कै युनिट 3 जसको टपिक रहेको छ रिपोर्टिङ एन्ड राइटिङ अन सोशल इस्युज यसमा रहेर डिस्कसन गर्नेछौँ। सबैभन्दा पहिला चाहिँ हामी कन्सेप्चुअल फ्रेमवर्क अफ रिपोर्टिङ अन सोशल इस्युज भनेर पढ्दैछौँ है। अब हामीले चाहिँ रिपोर्टिङ गर्दाखेरि विभिन्न टपिकहरूमा रिपोर्टिङ गर्छौँ हैन। सबैभन्दा पहिला चाहिँ हामी केमा फोकस गर्दैछौँ? सोशल इस्युज हैन। अब सामाजिक मुद्दाहरूको रिपोर्टिङको अवधारणा कसरी गरिन्छ त के हो यो भनेको भनेर बुझौँ है त। सो रिपोर्टिङ अन सोशल इस्युज रिफर टु द systematic and critical journalistic coverage of social, economic, cultural, and political problems that affect communities with the aim of informing the public, shaping discourse, and promoting accountability. सामाजिक मुद्दामा रिपोर्टिङ भन्नाले चाहिँ समाजमा भएको इकोनोमिक अर्थात् आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक सबै समस्याहरूको चाहिँ व्यवस्थित रूपमा गरिने पत्रकारिता या त प्रस्तुतिकरणलाई बुझाउँछ है। अनि यसमा मिडियाको के भूमिका हुन्छ त भन्दाखेरि acts as a watchdog over society and authorities, brings important issues to the public attention, encourages discussion and debate, demands accountability from institution. भन्नाले समाज र सरकारमाथि निगरानी राख्ने, महत्त्वपूर्ण विषयहरूलाई सार्वजनिक ध्यानमा ल्याउने, बहस र छलफलको वातावरण सृजना गर्ने र अर्को रहेको छ सम्बन्धित पक्षलाई जवाबदेही बनाउने मिडियाको रोल है। अब की प्रिन्सिपल, अब मुख्य सिद्धान्त के रहेको छ त रिपोर्ट राइटिङको सोशल इस्युमा रिपोर्ट राइटिङको एक्युरेसी एन्ड फ्याक्ट चेकिङ, ethical and sensitive reporting, fair representation of all groups, providing proper context and background. के हुनु पर्यो भन्दा तथ्यमा आधारित र सत्यपना गरिएको सत्य हुनु पर्यो जानकारी हैन। अनि नैतिकता र संवेदनशीलता कायम राख्नु पर्यो। सबै समूहको समान प्रतिनिधित्व हुनु पर्यो। अर्को छ विषयको पृष्ठभूमि र सन्दर्भ स्पष्ट पार्ने, के को बारेमा लेखिएको हो, के विषयमा हो भनेर कुरा चाहिँ स्पष्ट हुनु पर्यो। अब रिपोर्टिङको दृष्टिकोण अर्थात् अप्रोच अफ रिपोर्टिङ, फोकस अन रुट कजेस नट जस्ट इभेन्ट, घटनामा मात्र होइन त्यसको मूल कारणमा केन्द्रित हुनु पर्यो। लिङ्क इस्युज विथ देयर इम्प्याक्ट्स, समस्या र त्यसको प्रभाव बीच सम्बन्ध देखाउने। ओके, अनि इन्क्लुड पोलिसी एन्ड डेभलपमेन्ट पर्सपेक्टिभ, नीतिगत र विकास सम्बन्धी पक्षलाई समेट्नु पर्यो। अब अर्को रिपोर्ट राइटिङ छ अन एन्भाइरोमेन्ट एन्ड क्लाइमेट चेन्ज, अर्थात् वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी रिपोर्टिङ। कसरी गरिन्छ योमा रिपोर्टिङ भन्दा environmental reporting is the journalistic practice of covering issues related to natural resources, ecosystem and climate, highlighting both human impacts and policy responses. वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी रिपोर्टिङ भनेको चाहिँ यो चाहिँ केसँग रिलेटेड हुन्छ भन्दा प्राकृतिक स्रोत, पारिस्थितिक प्रणाली हैन, अनि जलवायुमा आएको परिवर्तन हैन, त्यसलाई प्रस्तुत गर्ने प्रक्रियालाई चाहिँ रिपोर्टिङ अन एन्भाइरोमेन्ट अर क्लाइमेट चेन्ज भनेर भनिन्छ। हामीले यो बारे रिपोर्टिङ गर्दाखेरि हाम्रो मुख्य क्षेत्र के हुन्छ भन्दा क्लाइमेट चेन्ज एन्ड ग्लोबल वार्मिङ, जलवायु परिवर्तन र ग्लोबल वार्मिङ, डिफोरेस्टेसन एन्ड बायोडाइभर्सिटी लस, पोल्युसन, नेचुरल रिसोर्स म्यानेजमेन्ट भन्नाले वन विनाश, जैविक विविधताको ह्रास हैन, अनि वायु माटो प्रदूषण हैन। अब अर्को छ प्राकृतिक स्रोतहरूको दोहन हैन। अब अर्को छ रिपोर्टिङ प्रिन्सिपल, कुन सिद्धान्तमा रहेर हामीले रिपोर्टिङ गर्छौँ भन्दा एभिडेन्स बेस्ड एन्ड साइन्टिफिकली एक्युरेट, लोकल एन्ड ग्लोबल कन्टेक्स्ट, इम्प्याक्ट्स अन कम्युनिटिज एन्ड भ्याल्यु भलनरेबल ग्रुप्स, पोलिसी एन्ड रेगुलारिटी फ्रेमवर्क्स, वैज्ञानिक तथा प्रमाणमा आधारित जानकारी हुनु पर्यो, स्थानीय तथा विश्वकै सन्दर्भ समावेश गर्नु पर्यो। अर्को छ प्रभावित समुदाय र जोखिममा रहेका समूहलाई केन्द्रित भएर रिपोर्टिङ गर्नु पर्यो। जस्तै आज कतै बाढी आउने जोखिम छ भने सबैभन्दा पहिला कसलाई अफेक्ट पर्छ उनीहरूलाई फोकस गरेर रिपोर्टिङ गर्नु पर्यो। पोलिसी एन्ड रेगुलारिटी फ्रेमवर्क्स हैन, अब सरकारी नीति र कार्यक्रमहरूको विश्लेषण गरेर चाहिँ लेख्नु पर्यो।
नेपालमा यो सम्बन्धी जलवायु तथा वातावरण सम्बन्धी रिपोर्टिङ गर्दा हामीले फेस गर्नुपर्ने च्यालेन्जेस के छ भन्दा लिमिटेड डेटा एन्ड रिसर्च रिसोर्सेस। हामीसँग चाहिँ विश्वसनीय तथ्याङ्क र अनुसन्धानको अभाव छ हैन। अनि सेन्सिटिभिटी टु लोकल लाइभलीहुड्स, वातावरण र विकास सम्बन्धी सन्तुलन कायम गर्न पनि गाह्रो छ हैन। ब्यालेन्सिङ डेभलपमेन्ट निड्स विथ इन्भाइरोमेन्टल प्रोटेक्सन हैन। दुर्गम क्षेत्रबाट अब हामीलाई सूचना सङ्कलन गर्न पनि गाह्रो छ हैन। ब्यालेन्स अनि डेभलपमेन्ट विथ इन्भाइरोमेन्टल प्रोटेक्सन हैन, वातावरण र विकास सम्बन्धी सन्तुलन पनि कायम गर्न गाह्रो छ। ओके, सो अब लागौँ महिला बालबालिका तथा अल्पसङ्ख्यक सम्बन्धी reporting on women, children and minorities. Journalistic coverage of issues affecting women, children and minority groups, emphasizing rights, protection and social inclusion. So महिला बालबालिका र अल्पसङ्ख्यक सम्बन्धी रिपोर्टिङ भन्नाले चाहिँ समाजको त्यो संवेदनशील अनि वञ्चित समूह सम्बन्धित मुद्दाहरूलाई चाहिँ अधिकार, समानता अनि समावेशिताको दृष्टिकोणले चाहिँ प्रस्तुत गर्ने एउटा प्रोसेस हो यो चाहिँ हैन। अब यो प्रकारको रिपोर्टिङले चाहिँ सामाजिक अन्याय, विभेद अनि हिंसाको घटनाहरूलाई उजागर गर्छ अनि न्याय र संरक्षणको आवश्यकता पनि देखाउँछ। ओके, सो यो सम्बन्धी रिपोर्टिङ गर्दाखेरि हाम्रो फोकस एरिया के हुन्छ, मुख्य क्षेत्रहरू के हुन्छ भन्दा जेन्डर बेस्ड भायोलेन्स एन्ड discrimination, child rights, education and health, social exclusion and minorities and marginalized communities, policy, legal frameworks and advocacy, लैङ्गिक हिंसा र विभेद, बाल अधिकार, शिक्षा, स्वास्थ्य हैन, अल्पसङ्ख्यक अनि वञ्चित समुदायको सामाजिक अवस्था, कानुनी व्यवस्था, नीतिगत पक्षहरू उनीहरूको बारेमा र यो इस्युको बारेमा यसमा फोकस्ड रहेर हामीले लेख्नुपर्ने हुन्छ रिपोर्ट भने। सिद्धान्तहरू के छन् भन्दा सेन्सिटिभिटी एन्ड एथिकल रेस्पोन्सिबिलिटी, हामी संवेदनशील भएर नैतिक जिम्मेवारी कायम राखेर रिपोर्टिङ गर्नु पर्यो। प्रोटेक्टिङ आइडेन्टिटिज एन्ड प्राइभेसी, पीडितको गोपनीयता र पहिचान संरक्षण गर्नुपर्ने हुन्छ। अभोइडिङ स्टेरियोटाइप्स एन्ड बायस, रूढिवादी सोचहरूबाट टाढा रहेर लेख्नुपर्ने हुन्छ रिपोर्ट। हाइलाइटिङ सिस्टमिक कजेस नट अन्ली इन्डिभिजुअल कजेस, घटनाभन्दा पनि संरचनात्मक कारणहरूमा चाहिँ धेरै ध्यान दिनु पर्यो। अर्को छ च्यालेन्जेस इन नेपाल। अब यो विषयहरूमा हामीले रिपोर्टिङ गर्दा फेस गर्नुपर्ने चुनौतीहरू के छन् भन्दा कल्चरल बेरियर्स एन्ड सोसाइटल टबुज, अब हाम्रो समाज अझै पनि रूढिवादी नै छ, कतिपय कुराहरूमा बोल्न पनि हामी अकमकाउनु पर्ने हुन्छ हैन। सो यो सामाजिक तथा सांस्कृतिक प्रतिबन्धहरूले गर्दाखेरि पनि यसमा हामीले अलिकति समस्या फेस गर्नुपर्ने हुन्छ। लिमिटेड एक्सेस टु इन्फर्मेसन, सूचनामा पहुँचको अभाव हैन। अन्डर रिपोर्टिङ अफ मार्जिनलाइज भोइसेस, वञ्चित समुदायको आवाजहरूको चाहिँ प्रतिनिधित्व कम हुनु। अब लागौँ रिपोर्टिङ अन डेभलपमेन्ट एन्ड डिजास्टर, विकास तथा विपद सम्बन्धी रिपोर्टिङ कसरी गरिन्छ। ओके, सबैभन्दा पहिला बुझौँ यो के हो भनेर। विकास सम्बन्धी रिपोर्टिङ भनेको चाहिँ अब सामाजिक, आर्थिक, अब पूर्वाधार विकास सम्बन्धित गतिविधि, नीति तथा कार्यक्रमहरू अब सबैको विश्लेषण गर्ने, प्रस्तुतिकरण गर्ने, त्यसलाई चाहिँ बुझिन्छ हैन। अब विपद सम्बन्धी रिपोर्टिङ भनेको चाहिँ अब विपद सम्बन्धी, डिजास्टर सम्बन्धी भने चाहिँ विभिन्न प्राकृतिक मानवजन्य प्रकोपहरू विभिन्न चरणहरूमा गर्ने सूचनामूलक विश्लेषण, त्यो चाहिँ रिपोर्टिङ। ओके, सो डेभलपमेन्ट रिपोर्टिङको फोकसहरू के हुन्छ, क्षेत्रहरू के हुन्छ भन्दा फोकस इज अन सोशल, इकोनोमिक एन्ड इन्फ्रास्ट्रक्चरल प्रोग्रेस, हाइलाइट्स गभर्मेन्ट प्रोग्राम्स, एनजिओ इनिसिएटिभ्स एन्ड कम्युनिटी डेभलपमेन्ट, एम्फसाइजेस आउटकम्स, इम्प्याक्ट एन्ड सस्टेनेबिलिटी, सरकारी योजना तथा कार्यक्रमहरू हैन, गैर सरकारी संस्थाको गतिविधिहरू के काम गर्दैछन् उनीहरूले, समुदाय स्तरको विकास पहलहरू अनि विकासको प्रभाव अनि उपलब्धि के भयो अनि कतिको सस्टेनेबल दिगोपन छ हैन, त्यो कुराहरूमा फोकस रहेर चाहिँ डेभलपमेन्ट रिपोर्टिङ गरिन्छ है। अब विपद रिपोर्टिङको चरणहरू के हुन्छ भन्दा प्री डिजास्टरमा चाहिँ मानौँ हामीलाई भूकम्प जानुभन्दा अगाडि अर्ली वार्निङ दिइन्छ नि त, अर्ली वार्निङ सिस्टम, रिस्क असेसमेन्ट, प्रिपेयर्डनेस मेजर्स हैन। सो तपाईँहरू सचेत रहनु होला, यो क्षेत्रहरूमा जोखिम छ हैन, सेफ एरियामा मुभ हुनु होला भनिन्छ नि, त्यो चाहिँ प्री डिजास्टर वार्निङ्स भयो हैन। ड्युरिङ डिजास्टर चाहिँ रियल टाइम कभरेज हैन, त्यति बेलामा के भइरहेको छ, रेस्क्यु अपरेसन कस्तो भइरहेको छ, रिलिफ अपरेसन के भइरहेको छ हैन, त्यो रियल टाइम अपडेटलाई चाहिँ ड्युरिङ डिजास्टर भनिन्छ भने पोस्ट डिजास्टर अर्थात् विपद पछिको पुनर्स्थापना, पुनर्निर्माण जस्तै अब रिकभरी, रिहेबिलिटेसन अनि पोलिसी इभ्यालुएसन, अब मूल्याङ्कन हैन के कस्तो भइरहेको छ भनेर चाहिँ आफ्टर डिजास्टरको अपडेट
हैन यसरी चाहिँ डिजास्टरमा रिपोर्टिङ गरिन्छ प्री ड्युरिङ र पोस्ट ओके की इस्युज अफ डिजास्टर रिपोर्टिङ अब डिजास्टर रिपोर्टिङमा चाहिँ अलि समस्या नै छ हैन अब यसमा चाहिँ हामी यता फोकस गरौँ की इस्युज एन्ड डिजास्टर म्यानेजमेन्ट इन नेपाल अब डिजास्टर म्यानेजमेन्टमा चाहिँ के समस्याहरू छ त है अब विपद रिपोर्टिङमा चाहिँ अब सूचना प्रवाह गर्न गाह्रै हुन्छ हैन सुरक्षाको पनि कुरा आउँछ हैन अनि नैतिकतामा पनि ध्यान दिनु पर्यो हैन किनकि यसले अब प्रत्यक्ष रूपमा जनजीवनलाई प्रभाव पार्छ नि त हैन सो यसमा चाहिँ मुख्य मुद्दाहरू चाहिँ की इस्युज के छ भन्दाखेरि चाहिँ टाइमली इस्यु एन्ड एक्युरेसी अफ इन्फर्मेसन हैन समयमै सही सूचना प्रदान गर्न आवश्यक हुन्छ है अब सेफ्टी अफ अफेक्टेड पपुलेसन एन्ड रिपोर्टर्स पत्रकार र प्रभावित समुदायको सुरक्षाको पनि प्रश्न छ अपडेट त दिने तर पत्रकारको पनि त सेफ्टीको कुरा आउँछ हैन कोअर्डिनेसन विथ लोकल अथोरिटिज एन्ड रिलिफ एजेन्सिज अब स्थानीय निकाय सरकार र राहत संस्थासँग समन्वय हुन पर्यो हैन कोअर्डिनेसन चाहियो एथिकल रिपोर्टिङ अभोइडिङ सेन्सेसनलिजम एन्ड रेस्पेक्टिङ भिक्टिम अब भिक्टिमको चाहिँ के भन्छ आइडेन्टिटीलाई गोप्य राखेर संवेदन भएला प्रस्तुति गर्नु पर्यो हैन हाइलाइटिङ भलनरेबल ग्रुप्स एन्ड लङ टर्म इम्प्याक्ट अब जोखिममा रहेको समूहहरूलाई चाहिँ अझ धेरै प्राथमिकता दिनु पर्यो हैन नेपालमा डिजास्टर म्यानेजमेन्ट कसरी हुन्छ नेसनल फ्रेमवर्क्स अब राज्यले चाहिँ कसरी गरिरहेछ भन्दा नेसनल डिजास्टर रिस्क रिडक्सन एन्ड म्यानेजमेन्ट अथोरिटी यसलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भनेर भनिन्छ यसले एउटा भूमिका खेल्छ अनि सामुदायिक रूपमा चाहिँ लोकल पार्टिसिपेसन कम्युनिटी बेस्ड डिजास्टर प्रिपेयर्डनेस एन्ड रेस्पोन्स हैन समुदायमा आधारित विपदको लागि चाहिँ तयारी अनि प्रतिक्रिया प्रणाली बनाउने हैन अनि प्रारम्भिक चेतावनी प्रणाली हैन प्रिभेन्सन एन्ड माइटिगेसन अर्ली वार्निङ सिस्टम हजार्स म्यापिङ एन्ड रिस्क म्यानेजमेन्ट हामीलाई धेरै रेनहरू हुँदाखेरि अलर्ट्सहरू आउँछ हैन न्युजमा भनिन्छ हैन अर्को चाहिँ पोस्ट डिजास्टर मेथड्स अब विपद त आइसकेपछि चाहिँ कसरी नेपालमा काम गरिन्छ भन्दा रिलिफ रिहेबिलिटेसन रिकन्स्ट्रक्सन एन्ड पोलिसी इभ्यालुएसन हैन विपद पश्चात चाहिँ राहत दिने पुनर्स्थापना गर्ने पुनर्निर्माण कार्यहरू गर्ने है अब रिपोर्टिङ इम्प्लिकेसन रिपोर्टिङको सन्दर्भमा महत्त्व के छ भन्दा एम्फसिस अन ह्युमन सेन्ट्रिक स्टोरी टेलिङ जनचेतनाको वृद्धि गर्नु पर्यो हैन अनि ब्रिजिङ पोलिसी ग्याप्स थ्रु इन्भेस्टिगेटिङ coverage, promoting awareness and preparedness among communities. Okay. अब लागौँ रिपोर्टिङ अन माइग्रेसन एन्ड लेबर इस्युज इन नेपाल नेपालमा श्रम तथा प्रवासन सम्बन्धी रिपोर्टिङ ओके माइग्रेसनलाई चाहिँ प्रवासन भनिन्छ ओके कन्सेप्ट अब पहिला बुझौँ कि यो के हो भनेर coverage of internal and international migration and labor related issues focusing on economic, social and human right dimensions. श्रम वा प्रवासन सम्बन्धी रिपोर्टिङ भनेको चाहिँ आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रवासन र श्रम सम्बन्धी सामाजिक आर्थिक र मानव अधिकारका पक्षहरूलाई पत्रकारिता मार्फत चाहिँ उजागर गर्ने एउटा प्रोसेस हो प्रक्रिया हो यसको मुख्य क्षेत्रहरू हामीले माइग्रेसन वा लेबर इस्युजमा रिपोर्टिङ गर्ने बेलामा फोकस एरिया हुन्छ फरेन इम्प्लोइमेन्ट एन्ड रेमिटेन्स इकोनोमी लेबर एक्सप्लोइटेसन एन्ड अनसेफ वर्किङ कन्डिसन ह्युमन ट्राफिकिङ एन्ड इलिगल माइग्रेसन ब्रेन ड्रेन एन्ड इट्स नेचुरल इम्प्याक्ट भन्नाले वैदेशिक रोजगारी र रेमिटेन्स अर्थतन्त्रमा फोकस हुनु पर्यो हैन अनि श्रम शोषण असुरक्षित काम गर्ने अवस्थामा फोकस भएर लेख्नु पर्यो मानव तस्करी गैर कानुनी माइग्रेसन हैन इलिगल माइग्रेसनमा फोकस भएर यो बारेहरुमा लेख्नु पर्यो ब्रेन ड्रेन एन्ड इट्स नेचुरल इम्प्याक्ट भने राष्ट्रिय स्तरमा ब्रेन ड्रेनको प्रभाव कस्तो छ यो एरियाहरुमा फोकस रहेर हामीले रिपोर्टिङ गर्नुपर्ने हुन्छ रिपोर्टिङ पर्सपेक्टिभ दृष्टिकोण चाहिँ एक्सपिरियन्स र परिवारको अनुभव प्रस्तुत गर्ने एक्सपिरियन्सेस अफ माइग्रेन्ट वर्कर्स एन्ड फ्यामिलीज हैन श्रमिकको परिवारको अनुभव हैन श्रमिकको उनीहरूको पोइन्ट अफ भ्यूबाट चाहिँ हामीले लेख्नुपर्ने हुन्छ रोल अफ म्यान पावर एजेन्सिज एन्ड गभर्नमेन्ट पोलिसिज रोजगारदाता हैन श्रम निकाय अनि सरकारी नीतिहरूसँग सम्बन्धित हैन उनीहरूको पर्सपेक्टिभबाट हैन अनि लिगल प्रोटेक्सन एन्ड लेबर राइट कानुनी सुरक्षा हैन श्रम अधिकारको विश्लेषणको फोकस रहेर लेख्नु पर्यो सोसियो इकोनोमिक इम्प्याक्ट अन कम्युनिटिज हैन माइग्रेसन लेबर इस्युजले चाहिँ लेबर इस्युजले चाहिँ नेपालमा चाहिँ समुदाय र राष्ट्रमा राष्ट्रको अर्थतन्त्रमा चाहिँ कस्तो प्रभाव पारेको छ यो कुराहरूलाई चाहिँ ध्यानमा राखेर हामीले रिपोर्टिङ गर्नु पर्यो हैन अब नेपालमा चाहिँ च्यालेन्जेस यी कुराहरुमा हामीले रिपोर्टिङ गर्नु पर्दाखेरि चाहिँ के समस्या चुनौती हामीले भोग्नु पर्छ
भन्दा लिमिटेड एक्सेस टु माइग्रेन्ट वर्कर्स अब्रोड हैन वैदेशिक रोजगारमा रहेको अब श्रमिकहरूसँग पहुँचमा पुग्न नै गाह्रो छ हामीलाई हैन अन्डर रिपोर्टिङ अर एक्सप्लोटेसन केसेस हैन शोषण र अन्यायहरूको घटनाहरूको चाहिँ रिपोर्टिङ एकदमै कम हुने गर्छ नेपालमा अनि राजनीतिक र आर्थिक संवेदनशीलता ओके अब लागौँ कम्युनिकेसन एन्ड क्राइसिस म्यानेजमेन्ट इन नेपाल नेपालमा चाहिँ सञ्चार तथा सङ्कट व्यवस्थापन use of communication strategies to manage respond to and recover from crisis and emergency सङ्कट व्यवस्थापनमा सञ्चारको प्रयोग भनेको चाहिँ विपद आपतकालीन अवस्था वा त अब सङ्कटमा सूचना प्रवाह गर्नु प्रतिक्रिया र पुनर्स्थापना प्रक्रियामा चाहिँ समन्वय कायम गर्ने पत्रकारितामूलक अभ्यासलाई भनिन्छ हैन बुझाउँछ की एलिमेन्ट हैन कम्युनिकेसनले क्राइसिस म्यानेजमेन्टमा कसरी काम गर्छ है त मुख्य पक्षहरू चाहिँ मेन एलिमेन्ट भनेको टाइमली एन्ड एक्युरेट इन्फर्मेसन डिसेमिनेसन हैन अब कम्युनिकेसनको कारणले चाहिँ अब समयमै सही सूचना प्रवाह गर्न सुनिश्चित हुन्छ हैन अनि कोअर्डिनेसन अमङ गभर्नमेन्ट मिडिया एन्ड एजेन्सी हैन सरकार मिडिया र अन्य निकायहरूसँग समन्वय गर्न सजिलो हुन्छ रिस्क कम्युनिकेसन एन्ड पब्लिक अवेरनेस हैन जोखिम सञ्चार र जनचेतना फैलाउन सहज हुन्छ अनि युज अफ मास मिडिया एन्ड डिजिटल प्लेटफर्म सञ्चार माध्यम र डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग यो गरेर क्राइसिस म्यानेजमेन्टलाई कम्युनिकेसनको युटिलाइजेसन गर्न सकिन्छ मिडियाको भूमिका के हुन्छ त प्रोभाइडिङ भेरिफाइड एन्ड रिलायबल इन्फर्मेसन कम्युनिकेसनको प्रयोगले चाहिँ के गर्नु पर्यो मिडियाले भने विश्वसनीय र सत्य तथ्य जानकारी प्रदान गर्नु पर्यो काउन्टरिङ मिसइन्फर्मेसन एन्ड रुमर्स अफवाहहरू हैन अब यो क्राइसिसको बेलामा त कस्तो गलत न्युजहरू फैलिन्छ नि त हैन गलत सूचनाको नियन्त्रण गर्नु पर्यो हैन एक्टिङ एज अ ब्रिज बिट्विन अथोरिटी एन्ड द पब्लिक सम्बन्धित निकाय र जनतालाई जोड्ने माध्यमको रूपमा काम गर्नु भनेको मिडियाको रोल हो अनि सपोर्टिङ रिलिफ एन्ड रिकभरी एफर्ट्स राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउनु मिडियाले यसरी काम गर्छ नेपालमा के समस्याहरू छन् चुनौतीहरू छन् भने स्प्रेड अफ मिसइन्फर्मेसन स्पेसली भिया सोसियल मिडिया यो त हामीले रिसेन्टली भोगेको कुरा हो नि है कति छिटो मिसइन्फर्मेसन फैलिन्छ नेपालमा अनि लिमिटेड कम्युनिकेसन इन्फ्रास्ट्रक्चर इन रिमोट एरिया दुर्गम क्षेत्रको सञ्चार पूर्वाधारको कमी ल्याक अफ कोअर्डिनेसन अमङ स्टेक होल्डर्स सम्बन्धित पक्षहरूसँग चाहिँ समन्वयको अभाव यो रहेको छ मोडल क्वेसन्स कृपया प्र्याक्टिस गर्नु होला तपाईहरुको नोट चाहिँ अर्को भिडियोमा आउनेछ कमेन्ट सेक्सन चेक गर्न नबिर्सनु होला मैले जहिले पनि कमेन्टमा लिंक राख्छु नोटको थ्यांक यू सो मच फर वाचिङ लाइक शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सनु होला